आज चाहिँ एकदम सनी डे भइरहेछ। डेली चकलेट पाइन्छ गाइस, टिचरको फाइदा। Hi everyone, this is Anamika Gurung. Welcome back to another new vlog, another new day. आज चाहिँ एकदम सनी डे भइरहेछ, मजाको घाम पनि लागिरहेछ र हिमाल पनि एकदम ब्राइट व्हाइट देखेछ है। फाइनली माछापुच्छ्रेमा पनि हिउँ लागिसक्यो। अस्ति नै चाहिँ एकदम पत्थर जस्तो देखेको थियो, अहिले चाहिँ एकदम राम्रो हिउँ लागिसकेको रहेछ। अब म चाहिँ जान लागेको छु स्कुल, अनि आज के हुन्छ दिनभरि आई विल सो यु इन दिस भ्लग। म चाहिँ जान रेडी भएको, अब मलाई हतार भइसक्यो। यो कुखुराबारे जहिले मैले भिडियो अन गर्ने बेला मात्र बासेको हुन्छ, अरू बेला बास्दैन गाइस। दिस इज नट फेयर। ओके, लेट्स गो स्कुल विदाउट एनी डिले। लेट्स गो। लेट्स गो। बाय बाय। बाय। गुड मर्निङ। होते रेहान। गुड मर्निङ। गुड मर्निङ। हाई गर सबैले। फ्लाइङ किस, फ्लाइङ किस। भेरी गुड मर्निङ। गुड मर्निङ सर। सरले सुन्नै भएन। अजिता मिस। शर्मिला मिस गुड मर्निङ। गुड मर्निङ। सजना मिस गुड मर्निङ। अलि यता आउनु, ध्यान त्यो ढोकाको उज्यालो है यता के उफ्री उफ्री आएको होइन। हेलो। यहाँ यता नाचिरहेको भिडियो नगर्नु को यता नाचिरहेको हो। बोतल के पानी पी लीजिए, ये दिल ले लीजिए। हमको भी देखा ले लो। नाउ फर्स्ट पिरियड स्टार्ट हुन जाँदैछ। आई विल सी यु आफ्टर फर्स्ट पिरियड। दिस इज सेकेन्ड पिरियड। एक सिप पानी पिदिउँ है त अब। सेकेन्ड पिरियड लिजर पिरियड। सङ्गीता मिस, मेरो र शर्मिला मिसको है। अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ। यो पुरै एनर्जेटिक फिल हुन्छ अब बल्ल। कपी चेकिङ, अर्को पिरियडको लागि तयारी यही पिरियडमा गर्छौँ हामीले चाहिँ। आशिषको बर्थडे हो ल। ह्याप्पी बर्थडे। डेली चकलेट पाइन्छ गाइस, टिचर भएको फाइदा। आज के भएको थाहा छ? सोसलको के मैले होमवर्क के त्यो तिमी फ्युचरमा के बन्न चाहन्छौ वाला कि तिम्रो एम के छ त्यो वाला दिएको थिएँ है। अनि स्टुडेन्टहरूले त के पहिला त जस्ट टिचर, पाइलट, डक्टर नर्मलवाला लेख्थ्यो नि त। अहिले त सिआइडी अर्स आइनको सिआइडी। अनि समीरले चाहिँ आर्मी बन्न मन लाग्छ अरे, किन भन्दा बन्दुक चलाउन मन लाग्छ अरे। त्यसपछि अर्को नयाँ थियो भाइ, त्यस्तै थियो। डेन्जर डेन्जर। अनि सन्दीपको युट्युबर बन्ने रे। अनि आइनको त्यति मात्र थिएन, सिआइडी बन्यो भने त महिनामा 1 लाख पाइन्छ। त्यो भएर म सिआइडी बन्न चाहन्छु। अनि के अरे सन्दीपको चाहिँ म युट्युबर बन्न चाहन्छु, किनभने युट्युबबाट धेरै पैसा आउँछ। मोटो भ्लग पनि गर्नु। बुकमा थियो एउटा क्वेसन, अनि त्यही गरेर आऊ, 1 प्याराग्राफ गरेर आऊ भन्ने थियो है। क्वेसन आन्सर पढ्दा म त अलि अब यो युनिक के अरे तिनीहरूको अब त्यही छ नि त थिङ्किङ। अनि न्यू जेनेरेसनको अलिक डिफ्रेन्ट हुन्छ नि त, त्यो नि लाग्यो। अनि आन्सर पढ्दै हाँस्दै मनमा नै
म चाहिँ सेकेन्ड पिरियडमा भिडियो गर्दैछु। दिस इज आवर स्कुल बिल्डिङ। हेलो पार्वती मिस। लेट्स गो टु क्लास 1। यो चाहिँ मेरो लिजर पिरियड हो, त्यही भएर म यतिकै डुल्दैछु। लेट्स गो टु क्लास 1। क्लास 1 को मिसहरूलाई डिस्टर्ब गर्न जानु ल। ब्रेकमा आउँछु ल। ब्रेक भइसकेछ, अब हामी चाहिँ 1 क्लासतिर लाग्छौँ। लेट्स गो। हेलो छ्या ओके, हामी अब 1 क्लासतिर अगाडि बढ्दैछौँ। हेलो हेलो पढेर भ्याउनु भयो? आर्यमान रोक, तेरो क्लासमा तैँले योगा गरेको देखाउँछ अहिले मेरो। आज के आउँदा आउँदा बाटोमा के तपाईँ जस्तै देखेँ कि एकजना, अनि हर्न बजाएर रोक्न पर्यो। अब ज्योति मिस त छिटो जानुहुन्थ्यो, जहिले पनि छिटो जानुहुन्थ्यो, किन आज ढिलो हुनुभयो भनेको त कि। अनि अलि अगाडि गएको त अर्कै स्कुलको मिस हुनुहुँदो रहेछ। कस्तो हर्न बजाइन कि, हर्न बजाउनै लाग्थ्यो कि, अनि अलि अगाडि गएको बल्ल छिटो भेट्दै भन्न आएको म। छिटो आउनुहुन्छ क्या हजुर त है न। ल गुड मर्निङ भनिदिनु ल। इट इज नेक्स्ट डे फ्राइडे। म चाहिँ सेम भ्लग कन्टिन्यू गर्दैछु है। यहाँ नाचिरहेको चाहिँ क्लास 3 को स्टुडेन्टहरू हो। हाम्रो स्कुलमा चाहिँ फ्राइडे ओन्ली एक्टिभिटिजहरू मात्र हुने गर्छ र म चाहिँ अहिले डान्स क्लासमा छु क्लास 3 को स्टुडेन्टहरूसँग। हरेक क्लासले चाहिँ 1-1 घन्टा डान्स सिक्न पाउँछ र अरू डिफ्रेन्ट एक्टिभिटिजहरू पनि हुन्छ, लाइक म्युजिक क्लास, ड्रइङ क्लास, ह्यान्ड राइटिङ क्लास, प्लम्बिङ क्लासहरू हुने गर्छ है। पढाइ चाहिँ हुँदैन फ्राइडे चाहिँ। र हरेक क्लासको चाहिँ फ्राइडे टर्न आउँछ कि, जस्तै 10 क्लासको अहिले एसेम्ब्ली कन्डक्ट गर्ने टर्न आयो भने नेक्स्ट फ्राइडे 9 को। एकाडेमिक इयर स्टार्ट भइसकेपछि पहिलो हप्ताको फ्राइडे चाहिँ 10 क्लासको टर्न आउँछ र 10 बाट 9, 9 को अनि 8 को 7 को गर्दै आज चाहिँ 4 को टर्न आएको छ एसेम्ब्ली कन्डक्ट गर्ने। क्लास 4 को स्टुडेन्टहरू 2 जनाले चाहिँ एङ्करिङ गरेको थियो, अघि हजुरले क्लिपमा हेरिसक्नुभयो भने। अरू स्टुडेन्टहरू चाहिँ डान्समा इन्भल्भ भएका छन्। अनि साउन्ड चाहिँ छैन यसको, किनभने कपिराइट आउँछ, त्यही भएर मैले भोइस ओभर मात्र गर्दैछु है। बोइज र गर्ल्सहरूले डान्स देखाएको छ र ड्रामा पनि इन्क्लुड गर्न मिल्छ हामीले। यस्तै पोएम, आर्टिकल, स्पिचहरू पनि दिन मिल्छ। यसरी नै आधा घन्टा 45 मिनट्स चाहिँ हरेक फ्राइडे कुनै न कुनै क्लासले आफ्नो पर्फर्मेन्सहरू देखाइरहेको हुन्छ, एसेम्ब्ली कन्डक्टहरू। यही नै हो, फ्राइडे यसरी नै बित्छ हाम्रो दिन चाहिँ। म चाहिँ डान्स डिपार्टमेन्टमा छु, त्यही भएर म दिनभरि चाहिँ हरेक क्लासको स्टुडेन्टहरू डान्स गरिरहेको हुन्छ, म चाहिँ त्यहीँ हुन्छु। त्यही भएर सर्ट भिडियो पनि बनाइरहेको छु मैले। हेड डाउन म यहाँबाट हेरिरहेको कसले युज गरेँ भनेर। द्याट्स इट गाइज, आजको लागि यति नै। अब लास्ट पिरियड हो यो चाहिँ, अनि मैले भ्लग एन्ड गर्न पाएको थिइनँ, त्यही भएर अहिले नै भोइस ओभर गर्दैछु। द्याट्स इट, बाई, थ्याङ्क्स फर वाचिङ टिल द एन्ड।